झापाको दमकमा स्थापित दमक टेक्निकल एजुकेसन फाउन्डेसन तथा श्रीयन्त्र कलेज पछिल्लो समय प्राविधिक विषय अध्ययनको आकर्षणको केन्द्र बनेको छ। समय सापेक्षका विषयमा विद्यार्थीलाई प्रयोगात्मक सहित दिइरहेको शिक्षाले यहाँका विद्यार्थीहरूले अध्ययनसँगै रोजगारी पनि पाउन सकेको र कतिपय विद्यार्थी स्वरोजगार पनि बनिरहेका छन्। एउटा रमाइलो वातावरणमा पढ्न पाइयो हैन, सिक्दै सिकाउँदै गर्दै पढ्ने वातावरण पाइयो। सरहरू एकदम हेल्पफुल हुनुहुन्थ्यो। हामीले त्यति बेला पढ्दाखेरि त्यति बेला सरहरूले प्राय कुरो हामीलाई प्र्याक्टिकल्ली पढाउनु भयो। थ्योरिटिकल्ली भन्दा पनि प्र्याक्टिकल्ली पढ्ने एउटा राम्रो मौका पाइयो। यो कुरो चाहिँ म अझै पनि स्मरण गर्न चाहन्छु। इन्जिनियरिङसम्म अध्यापन गराउने अनुमति लिएर 48 जनाको विद्यार्थीको कोटा रहेको यो कलेजले विद्यार्थीहरूको सिकाइलाई व्यावहारिक बनाउन प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिएको छ। अहिले यस कलेजमा प्राविधिक धारमा बीएससी, सीएसआईटी, बीआईएम, सीएमएलटी जस्ता विषयमा अध्यापन भइरहेको छ। विज्ञान विषय लिएर आएका विद्यार्थीका लागि बीएससी, सीएसआईटी जस्तो कोर्स एक उत्कृष्ट अवसर हो। श्रीयन्त्र कलेजका शिक्षक विशाल श्रेष्ठ यस कोर्सले कम्प्युटर साइन्स, सफ्टवेयर विकास, डाटाबेस म्यानेजमेन्ट, रिसर्च र इनोभेसनको क्षेत्रमा विद्यार्थीलाई दक्ष बनाइरहेको धारणा राख्नुहुन्छ। बीएससी सीएसआईटी प्रोग्राम चाहिँ के कुरा बुझ्नु पर्यो भने सीएसआईटी भनेको चाहिँ साइन्स एन्ड कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी हो। यो चाहिँ नेपालमा +2 प्योर साइन्स पढेका विद्यार्थीहरूले मात्र पढ्न पाउँछ र यसको मेन उद्देश्य भनेको चाहिँ नेपालमा आइटी इन्डस्ट्रीलाई ग्रो गर्न, जति पनि आइटी इन्डस्ट्रीहरू छन् त्यहाँ हाम्रो मेन पावरहरू अपुग छ अहिले। त्यही कारणले गर्दा नेपालमा कतिवटा प्रोजेक्टहरू छ हामीले बाहिरको कन्ट्रीहरूलाई दिइरहनु परेको छ र त्यो उद्देश्यलाई फुलफिल गर्नको लागि चाहिँ नेपालमा सीएसआईटी प्रोग्राम लन्च गर्नुभएको हो। आइटीसँग रिलेटेड जुनसुकै ब्याकग्राउन्डमा काम गर्न चाहने जस्तै डेटा साइन्सको कुराहरू भयो, तपाईँको साइबर सेक्युरिटी कुराहरू भयो, नेटवर्किङ कुराहरू भयो, फ्रन्ट एन्ड ब्याक एन्ड कामहरू गर्नुभयो, डिजाइनिङ गर्न, जुनसुकै फिल्डमा जस्ट आइटी इन्भल्भ भएको जुनसुकै फिल्ड होस् त्यहाँ काम गर्न चाहने स्टुडेन्टहरूको लागि चाहिँ सीएसआईटी वान अफ द बेस्ट चोइस हुनसक्छ। विज्ञान र प्रविधिले फड्को मारिरहेको समयमा प्रविधि क्षेत्रमा नै भविष्य बनाउने योजना बोकेर प्राविधिक विषय रोजेको विद्यार्थीहरू बताउँछन्। जन्मेदेखि नै मान्छेको फरक चाहना र सपना हुन्छ र म पनि जिन्दगीमा केही गर्छु भन्ने अपेक्षा हुन्छ र अहिलेको पिँढीलाई सुहाउँदो र यसमा धेरै स्कोप भएका कारण चाहिँ मैले बीएससी सीएसआईटी रोजेको। अहिलेको बदलिँदो समयमा विज्ञान र प्रविधिले निकै नै फड्को मारिरहेको छ। त्यसकै लागि अब यो त्यही क्षेत्रमा केही योगदान गर्न सकिन्छ भन्ने उद्देश्य लिएर बीएससी सीएसआईटी रोजेको छु। यस्तै कलेजमा पढाइ हुने बीआईएम कोर्सले व्यवस्थापनसँगै सूचना प्रविधिको ज्ञान दिन्छ। यस कोर्सले विद्यार्थीहरूलाई वित्तीय संस्थाहरूमा काम गर्न चाहनेलाई आवश्यक सिप प्रदान गर्ने कलेजका कोअर्डिनेटर सुजित कुमार झाले बताउनुभयो। खासमा यो कोर्स डिजाइन गरेकै तपाईको यो मोडर्न डेजको ब्याङ्किङ र फाइनेन्सियल इन्स्टिट्युसनहरूको लागि छ। हाम्रो अब ब्याङ्किङ सेक्टरमा मोडर्नाइज गर्दाखेरि एउटा नयाँ टर्म फिनटेक भनेर टर्म आएको छ, जसलाई भनिन्छ टेक्निकल फाइनेन्स। यसमा हाम्रो अब हामी आफै प्रयोगको क्रममा मोबाइल ब्याङ्किङदेखि लिएर वालेट सिस्टमहरू छ, जसमा हामीलाई दक्ष एउटा आइटी जनशक्ति चाहिन्छ र यो कोर्सले हाम्रो आइटी जनशक्ति पनि उत्पादन गरेर त्यसमा म्यानेजरियल स्किल जस्तै अरू कोर्सहरूमा इन्जिनियरिङ र सीएसआईटीको कोर्सहरूमा एकतर्फी आइटीको मात्र नलेज हुन्छ भने यसबाट निस्केको हाम्रो स्टुडेन्टहरूमा आइटी प्लस म्यानेजमेन्टको पनि स्किल हुन्छ, जुन कि एकदम डिमान्डिङ कोर्स छ। अहिले पनि हामीले लोकसहायक लगायत प्राइभेट जबहरूमा हेर्छौँ भने म्यानेजमेन्ट इन्फर्मेसन अफिसर एमआइएस अफिसरको डिमान्ड हुन्छ, जुनमा कि स्पेसिफिकली डिमान्ड गरे हुन्छ म्यानेजमेन्ट तर्फबाट आइटी नलेज भएको मान्छेलाई विशेष ग्राह्यता दिएको हुन्छ। त्यही भएर यो कोर्स एकदमै ब्याङ्किङ र फाइनेन्स सेक्टरको लागि बेस्ट कोर्स हो। दमक टेक्निकल कलेजमा पढाइने सीएमएलटी एसई पछि पढ्न पाइन्छ। यो कोर्समा ल्याब सम्बन्धी सम्पूर्ण व्यावहारिक ज्ञान दिने गरिन्छ। अध्ययन पश्चात भविष्यमा अस्पताल, अनुसन्धान संस्था वा फार्मास्युटिकल कम्पनीमा काम गर्न योग्य बनाउने प्राध्यापक अजय शाह बताउनुहुन्छ। आजको समयमा सीएमएलटी कोर्स भने के छ भन्दाखेरि तपाईँको टेक्निकल विषय भएको कारणले चाहिँ पढिसकेपछि चाहिँ यो जबको सिलसिलामा हामीले जब गर्ने काम गर्ने हुन्छ नि, त्यो चाहिँ हामीले सजिलै गर्ने पाउन सक्छौँ होइन। पढिसकेपछि त्यतिकै अब जब पाइएन अथवा के अरे जबहरू पाइएन भने चाहिँ त्यस्तो चाहिँ अप्ठ्यारो चाहिँ हुँदैन यसमा चाहिँ पढाइहरू चाहिँ। तर जब ओरिएन्टेड चाहिँ यो चाहिँ टेक्निकल विषय हो सर। यो कोर्स पढिसकेपछि विद्यार्थीले चाहिँ ल्याबमा काम गर्न पाउँछ। जस्तै अहिले चाहिँ हामी प्रदेश स्तरमा छौँ अहिले हामी होइन। प्रदेशमा के छ भन्दाखेरि चाहिँ प्रदेशको ल्याबहरू भयो अथवा प्रदेशले पठाएको ठाउँमा खटाएको ठाउँमा
प्रदेशले सरकारी स्तरमा खुलाउँछ होइन, करारमा भयो अथवा पूर्ण अवधिमा भयो होइन, लोकसेवाबाट पनि काम गर्न पाइन्छ। अहिले त हामी प्रादेशिकमा भइसकेपछि चाहिँ नगरपालिका मातहतमा रहेको स्वास्थ्य केन्द्रहरू भयो, स्वास्थ्य सेवा प्रदायक केन्द्रहरू भयो, अथवा चाहिँ नगरपालिकाको मातहतमा रहेको हस्पिटल अस्पतालहरू भयो होइन, अथवा प्रदेशको मातहतमा रहेको अस्पतालहरू भयो, त्यसमा चाहिँ सरकारी स्तरमा चाहिँ हामीले यस्ता ठाउँहरूमा चाहिँ हामी चाहिँ काम गर्न सक्छौँ पढिसकेपछि। यी सबै कोर्सहरू अध्ययन भइरहँदा यहाँको व्यवस्थापकीय र प्रशासनिक संरचनाको पाटो चाहिँ कस्तो छ त? यस कलेजका विशेषताका विषयमा जानकारी दिनुहुँदै कलेजका प्रिन्सिपल श्याम बिष्ट, श्रीयन्त्र कलेज नै रोज्नु पर्दाखेरि पहिलो कुरा मुलुककै प्रथम विश्वविद्यालय टियुबाट सम्बन्धन आएको टियुको कोर्स, त्यसको अलावा टियुमा भएको टियुले दिएको पाठ्यक्रम मात्रै नभएर हामीले हरेक वर्ष 4-4वटा वर्कसपहरू गर्ने गरेका छौँ र यहाँको म्यानेजमेन्ट हाम्रो सिद्धान्तै के छ, मोटो नै के छ भने हाम्रो सिप र व्यवस्थापनलाई लिएर हामीले मोटो बनाएका छौँ होइन। उन्नत प्रविधि सक्षम व्यवस्थापन उज्यालो भविष्य हाम्रो अभियान भन्ने हाम्रो मोटो छ र त्यही अनुसारले हामीले विद्यार्थीहरूलाई व्यवस्थापन प्रविधिको समग्र त्यसको सम्मिश्रण, त्यसको एउटा चाहिँ कम्बिनेसन मिलाएर हामीले विद्यार्थीहरू उपलब्ध मतलब उनीहरूलाई तयार पारेका हुन्छौँ र त्यसले गर्दाखेरि विद्यार्थीहरू अरूतिर जाँदाखेरि सरकारीमा जाँदा होस् या अरू कलेजमा हामी नै पढेको हाम्रो विगतकै अनुभवहरू हेर्दाखेरि त्यो किसिमको केयर विद्यार्थीहरूलाई दिएको हामीले पाएका छैनौँ। तर त्यसलाई अलि नयाँ तरिकाले जाउँ भन्ने कुरा हाम्रो जहिले पनि रहन्छ र हामीले अर्को कुरा के भने हामीले त्यो एउटा रेड ओसियन कम्पिटिसन भन्ने छ, एउटा रोड ओसियन र एउटा ब्लू ओसियन भन्ने छ। हामीले के गर्छौँ भने अरूसँग अस्वस्थ प्रतिस्पर्धा गर्नु, अरूसँग चाहिँ कम्पिटिसन गर्नु, अरूसँग रिस्क राखेको त्यो गर्नुभन्दा पनि हामीले डिमान्ड हामी आफै क्रिएट गर्ने, विद्यार्थीहरू त्यही अनुसारले बाहिर बजारमा के डिमान्ड छ त्यो अनुसारको विद्यार्थीहरू तयार पार्ने र त्यो तयार पार्नको लागि टियुले दिएको कोर्स मात्रैमा डिपेन्ड नगरेर हामीले त्योभन्दा बाहिर पनि वर्कसपहरू सञ्चालन गर्ने, अरू नयाँ चिजहरू पनि गर्ने र पर्सनालिटी डेभलप गरेर हामीले विद्यार्थीहरूलाई चाहिँ एउटा बजारमा नेसनल इन्टरनेसनल लेभलमा जहाँसुकै पनि बिक्न सक्ने बनाएर हामी छोड्छौँ। दमक टेक्निकल एजुकेसन फाउन्डेसन तथा श्रीयन्त्र कलेजका अध्यक्ष महेन्द्र घिमिरेले कलेज स्थापनाको उद्देश्य व्यावहारिक रोजगारमुखी शिक्षा दिनु रहेको बताउनुभयो। यस कलेजलाई आगामी 5 वर्षभित्र क्षेत्रीय शिक्षाको उत्कृष्ट गन्तव्य बनाउने योजना रहेको उहाँ उल्लेख गर्नुहुन्छ। उन्नत प्रविधि सक्षम व्यवस्थापन उज्यालो भविष्य हाम्रो अभियान भन्ने मुख्य नारा, मूल नारा बनाएर हामीले यो संस्थाबाट उत्पादन भएका जति पनि विद्यार्थी भाइ बहिनीहरू छन् उनीहरू सजिलै रोजगारीमा जान सक्नुपर्छ। रोजगारीमा जान नसक्ने विद्यार्थी भाइ बहिनीहरूलाई हामी आफै पनि लागेर रोजगारीमा जोड्ने पहल गरिरहेको छौँ। पछिल्लो समयमा कलेजमा त्रिभुवन युनिभर्सिटी अन्तर्गतका अन्य कार्यक्रमहरू BBA, BCA, VIT जस्ता कार्यक्रमहरू, BHM जस्ता कार्यक्रमहरू थपेर जाने योजना बनाइरहेका छौँ भने हामी भवनलाई अझै योभन्दा थप गरेर सुविधा सम्पन्न बनाएर विद्यार्थीहरूका जति पनि आवश्यकताका वस्तुहरू छन् ती सजिलै पुरा हुन सक्ने, प्र्याक्टिकललाई अथवा प्रायोगिक कक्षालाई ज्यादाभन्दा ज्यादा प्राथमिकता दिएर हाम्रोबाट यहाँबाट उत्पादन भएका विद्यार्थीहरू बाहिर जाँदाखेरि सजिलै कम्पिटिसन गर्न सक्ने। हामी त बाहिर पढेको हो, भेलीभन्दा बाहिर, काठमाडौँभन्दा बाहिर पढेको, हामी कम्पिटिसन गर्न सक्दैनौँ होला बाहिरको मान्छेसँग भन्न नपर्ने खालको अवस्था हामी सृजना गर्ने उद्देश्य राखेर अगाडि बढिरहेका छौँ। श्रीयन्त्र र दमक टेक्निकल कलेजले दक्षता, व्यावहारिकता र प्रविधियुक्त शिक्षा मार्फत विद्यार्थीको उज्जवल भविष्य निर्माणमा विश्वासिलो बन्दै गइरहेको छ।